सो गाइस अब चाहिँ हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू अनदर भ्लग। तपाईँहरूलाई फेरि पनि मेरो अर्को नयाँ न्यू भ्लगमा स्वागत गर्दछु। सबैजनालाई खाम्रीमो नमस्ते फाफुलो भन्दै आजको भ्लग पनि फेरि स्टार्ट गर्न गइरहेको छु। र आजको भ्लगिङ चाहिँ कहाँनिर हुनेवाला छ भन्दाखेरि चाहिँ तपाईँलाई थम्बनेल्स अनि टाइटल्स हेरेर थाहा भइसकिसक्यो होला। र आज चाहिँ कहाँ जाँदैछौँ हामी भनेर होइन। आज भान्जा आज अलिक लेट चल्दैछ किनकि उसको गाडी चाहिँ आज अलिकति लामो खालको र भारी खालको छ। जस्तो कि मेरो 155 सीसीको गाडी छ नि, उसको चाहिँ आज 250 सीसीको छ, 250 सीसीको। सो द्याट्स वाइ भान्जा आज अलिक लेट हो। कति बेला आयो तिमी अगाडि? म त पछाडि हेरेको छु तिमीलाई। पछाडि पो हेरेको छु। यार जाम लाउने कस्तो खालको मोड त यार। तेरिका यार त्यो गाडी कस्तो भ्यात्तिर सो गाइस आज चाहिँ हल्का फुल्का एक्सिडेन्ट भइदिएको जस्तो हालत स्थिति त्यस्तो भइदियो होइन। आज चाहिँ गदरङ गुदरङ भएको जस्तो लाग्यो। दिल की खता भी है क्या, मुझको गिला भी है क्या, दिल की आग में मुलाहरू इन्डिकेटर दिनु छैन। अब कहाँ जाने हो जाने, रोकेको छ। अन्त आरामले आफ्नै धुन मस्त हिँडिरहेछ सल्लसँगले। यहाँ हाम्रो मामाहरू आज पुरा बसिरहेको रहेछ। यो बाटोमा चाहिँ बस्दै रहेछ किन हो पनि। अब हामीलाई त रोक्नु पनि सक्दैन नि त, हामी भनेको चाहिँ डन हो नि त। ओएमा पावर देखाउँछ 250 सीसीको 250 सीसीको पावर देखाउँछ भन्नाले पावर छ भनेको पावर भेट्नै सकेको छैन भने मैले यत्रो हिँड्दा भने पावर छ पावर। नो 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 2 बजे अझै हामी चाहिँ 2 बजी हिँड्ने प्लान गर्दै थियौँ होइन। 2 बजीतिर हिँड्नुपर्छ भनेर प्लान गर्दै थियो। धन्न भान्जाले 11 बजीतिर हिँड्नुपर्छ भन्दै थियो। अन्त चाहिँ आज चाहिँ धन्न 2 बजीतिर चाहिँ हिँड्यो। वाट ल अलिक छिटो गरिहाल्नुपर्छ होला भन्छ। आधी बाटो पनि आइपुगेको छैन। भएन मजाले त खोला पहिला स्ट्यान्ड लगाएको अरे भान्जा त र सो गाइस अब चाहिँ हल्का पेट पूजापट्टि हल्का बिरयानी मगाइदिएको छ, चिकन बिरयानी।
दुईजना भान्जा यहाँ छ र अब चाहिँ चिकन बिरयानी मजासँगले चटक्क बनाइदिने हो मेरो लाँदै रहेछ होला ए मैले कहाँ हो कस्तो छ भान्जा भन न एक्सपिरियन्स कस्तो भयो रोड कस्तो छ बिरयानी कस्तो रहेछ टेस्ट छ दामी छ र गाइस अब चाहिँ हल्का बाइटिङ राइसपट्टि बजाइदिने यहाँनिर हुँदैछ के हुँदैछ रायताहरू चाहिँ कडा खालको है ग्रेभी पनि दामी हुन्छ ग्रेभी देख्नुहुन्छ त ग्रेभी रायता सक्दैको तिमीले छिटो हान्दैछौ त र गाइस अब फर्स्ट बाइट होइन आजको दिनको खाना सुरुवात भइसकेको छ एकतास चाहिँ अब क्वाक्कै अलिक कुरा दामी दामी रहेछ गाइस एकदम बाबा त अब एकछिन लास्टमा भेट ल फेरि चकाचकबाट आइपुग्यो चकाचक ल उकालोमा त म त ओरेलामा त यस्तो बाटोमा 4 नम्बरमा उठाउनु त्यो जग्गा हो कि के अरे हो यहीँ हो क्या यहाँदेखि त गाडी जाँदैन क्या गाडी जाँदैन क्या सोध न गाडी जाँदैन क्या हो हामी चाहिँ अहिले यहाँनिर आइपुगिसक्यो अब अलिकति चाहिँ हिँड्नुपर्ने रहेछ होइन जस्तो कि यतिमा त गइहाल्छ नि जानुपर्छ नि यहाँबाट त यहाँनिर चाहिँ गाडी पार्किङको फी पनि लिएको थियो त्यहाँ माथि छ अहिले भएर देखाउँछु तपाईँलाई है र अहिले चाहिँ हामी यहाँनिर आइसकेको छौँ अब चाहिँ झन्डै लगभग चाहिँ तपाईँको कति भन्दा 800 मिटर जस्तो चाहिँ तपाईँ पैदल यात्रा हिँड्नुपर्ने रहेछ गाउँ बस्नु खोला त बज्दै छ त भने भिडियोमा देखेको चाहिँ यो त होइन त नि यहाँ वा त्यहाँ तल चाहिँ जानु पर्ने नै सो गाइस हामी फाइनली यहाँ आइपुग्यो पछाडिको भ्यू देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँनिर चाहिँ चुन्जी फल्स भनेर चाहिँ यसलाई बुझिँदो रहेछ पहिला चाहिँ बहुत ठुलो थियो त नदी अहिले चाहिँ कम्ती मात्रै रहेछ र हामी चाहिँ जाँदैछौँ त्यहाँ तल अब ल सो गाइस तपाईँहरू देख्न सक्नुहुन्छ यहाँनिर चुन्जी फल्स भनेर इन्द्रेणी त देख्दैन त यार जस्ट तपाईँहरूले चाहिँ देख्न सक्नुहुँदैछ कि छैन कम्तीनिर यहाँनिर इन्द्रेणी लागिरहेछ जस्तो कि तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर झरिरहेछ झर्ना मजासँगले त्यहाँनिर चाहिँ इन्द्रेणी लागिरहेछ लुक एट द भ्यू गाइज त्यस्तो रहेछ यहाँनिर जग्गा चाहिँ होइन जग्गा चाहिँ यो प्रकारको छ गाइज तपाईँहरू जस्तो देख्न सक्नुहुन्छ यत्रोसँगले यहाँ तल चाहिँ तपाईँहरूले देख्न सक्नुभयो होला गाइज यहीँनिर चाहिँ रहेछ इन्द्रेणी पनि लागिरहेको छ देखिन सक्नुहुँदैछ कि छैन तपाईँलाई जस्ट इन्द्रेणी लागिरहेको छ ओ इन्द्रेणी हेर्नुहोस् तपाईँले इट्स रेनबो फाइनल गाइस चुन्जी फल्स भन्ने जग्गा पनि आइसकिसकेको छौँ हामी मेरो पछाडि देख्न सक्नुहुन्छ तपाईँले झर्ना एकदमै यहाँनिर छौँ भाका उपर छ अहिले हामी यहाँनिर आइरहेको छौँ पछाडि यस्तो छ यहाँनिर होइन गर्मी भयो पुरा पसिना देख्न सक्नुहुन्छ तपाईँहरूले पसिना पुरा र अब चाहिँ यहाँबाट हामी फर्किन लागेको भाकाले फोटो खिच्न लाग्दैन हो गाइस यो चाहिँ अनुहारमा चाहिँ तपाईँले देख्न सक्नुहुँदैछ यो चाहिँ एकदम हामी पानीले भिजेको होइन यो चाहिँ गर्मीको पसिनाले गरेर हो यस्तो भएको यहाँनिर भाकाको हालत पनि त्यस्तो छ मेरो पनि त्यस्तै र झर्नाको मजा लिनुहोस् र साथीहरू पनि अरू केटाहरू पनि आएको छ यहाँनिर पर देख्न सक्नुहुन्छ यो चुन्जी फल्स हेर्नको लागि आएको हो सबैजना देख्न सक्नुहुँदैछ यत्रो छ यहाँनिर
र गाइस अब चाहिँ हामी यहाँबाट निस्किँदैछौँ सुङ्जी फल्सबाट। यहाँनिर आएर पार्किङ यहाँनिर पार्किङ पे गर्नु पर्दो रहेछ होइन। र हामी यहाँ आएर निस्किँदैछौँ अब चाहिँ गएको हामी यहाँबाट होइन। सो लेट्स गो। भान्जा गइसक्यो अब हामी यहाँबाट निस्केको। बाई बाई चुङ्गी फल्स। अब यस्तै बाटो हिँडिरहनुपर्छ। मेरो अनुहारभरि अझै पनि पसिना भइरहेछ होइन। अब एकछिन चाहिँ पसिना साथमै हिँड्नुपर्छ होला। एकछिन मेन रोडमा गएर चाहिँ त्यहाँनिर एकछिन शीतल भएर बस्नुपर्छ यार। पुरा गर्मी भयो अब। सो 1 किलोमिटर जस्तो चाहिँ तपाईँहरू चाहिँ सुङ्गे फल्स घुम्न आउनु भयो भने चाहिँ 1 किलोमिटर छ जस्तो चाहिँ अलिकति त्यो रफ रोड रहेछ होइन। तपाईँहरूले ठ्याक्कै तलसम्म चाहिँ गाडी ल्याएर जानु सक्नुहुन्न। र यहाँनिर चाहिँ पानी सानी यसो इत्यादि कुरा खानेकुरा स्न्याक्सहरू के चाहिँ सबै कुरा तपाईँहरूले ल्याएर आउनु पर्ने छ है। कि तपाईँहरू बाहिरबाटै अलिकति मेन रोडबाटै किनेर आउनुहोस् होला, लिएर आउनुहोस् होला। के गरेर कुदाको सो हेलो एभ्रिवान। र आजको भ्लगिङ तपाईँहरूले देख्नुभयो होला। चुङ्गे फल्स कस्तो के रह्यो कस्तो लाग्यो अलिकति भनिदिनुहोस् होला, सेयर कमेन्ट गरिदिनुहोस् होला। अनि यो भिडियोमा आउनुभयो भने चाहिँ तपाईँहरूले सब्सक्राइब पनि गरिदिनुहोस् होला। र हेलो एभ्रिवान। अब चाहिँ लास्ट अन्तिमसम्म आइपुगेको छु। र आजको भिडियो तपाईँहरूलाई भ्लगिङ कस्तो लाग्यो र चुङ्गे फल्स कस्तो लाग्यो प्लिज कमेन्टमा भनिदिनुहोस् होला। अनि लाइक सेयर सब्सक्राइब पनि गरिदिनुहोस् होला। नयाँ जति पनि हुनुभएको छ मेरो च्यानलमा यसमा जोडिनु भयो भने कृपया गरेर सब्सक्राइब गरेर गइदिनुहोस् होला भन्ने म अनुरोध गर्दछु। सो यस्तै गरी अहिले भन्दाखेरि तपाईँको लगभग 7 बज्न आँटिसकिसकेको छ। र 7 बज्न आँटेको कारणले गर्दाखेरि अब यहाँदेखिको मेरो भ्लग यति नै रहनेछ। र आजको भ्लगिङमा तपाईँहरूलाई के कस्तो सानो मिठो भन्नु इच्छा लागेको कुराहरू प्लिज कमेन्टमा भनिदिनुहोस् होला। यति भन्दै आजको भिडियो भ्लगिङ म यहीँनिर समाप्त गर्न चाहन्छु। र फेरि पनि अर्को नयाँ भिडियोमा नयाँ भ्लगमा नयाँ दिन नयाँ टाइममा फेरि भेटौँला भन्दै यो भिडियो म यहीँ समाप्त गर्न चाहन्छु। सो वन्स अगेन प्लिज लाइक सेयर सब्सक्राइब गरिदिनु नभुल्नुहोला। र सबैजना सन्चै सुविस्ताै बस्नुहोस्। स्टे सेफ। टाटा बाई बाई। सी यू इन द नेक्स्ट भिडियो एकदमै बब्बाल तरिकाले। ओके र यति भन्दै आजको भिडियोमा यहीँ समाप्त गर्न चाहन्छु। टाटा बाई बाई।